सबैमा नमस्कार, अभिवादन भन्न चाहन्छु। अहिले माघ महिना पनि लागिसकेको छ। जाडो ओर्लने क्रम छ। जाडो 2-3 दिन अगाडि निकै नै जाडो बढिरहेको अवस्था थियो। हाम्रो काठमाडौँ लगायत मुलुकभरि नै जाडो बढिरहेको अवस्था थियो। अहिले ठिकै छ, जाडो चाहिँ काठमाडौँमा अलिक कम भइसकेको छ। अलि ओर्लने क्रम जारी छ। सँगसँगै हामीलाई जाडो बढे तापनि अथवा अहिले केही दिन घटे पनि हामी कहाँ मुलुकभर अहिले निर्वाचनको फागुन 21 को निर्वाचनले अलिकति यो शिशिर ऋतुको आगमनसँगै अलिक गर्मी बढेको छ। जुन फागुन 21 को आम निर्वाचनले हामी उत्साहित छौँ फागुन 21 को निर्वाचन समयमै सम्पन्न होस् भनेर। अनि हामी आम नेपालीले चाहिँ बारम्बार भन्ने गर्छन्, चाहे चिया पसल, दो बाटो, मर्निङ वाक जाँदा अथवा इभिनिङ वाक जाँदा अथवा कामकाजी कार्यालयहरूमा पनि सुन्ने गर्छु, फलानु नेता चाहिँ एकदमै खत्तम अथवा फलानु नेताले चाहिँ काम गर्न सकेनन् अथवा चिलानु नेताले चाहिँ यस्तो गरे भनेर खुबै आलोचनात्मक कुराहरू सुन्छौँ। तर अनि केही नेताको चाहिँ फेरि गुणगान पनि गाइरहेको हुन्छ। मैले चाहिँ के भन्ने गरेको छु भने, मान्छेले अथवा हामी आम मानिसले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने, मैले नेता कहिले पनि गलत देखेको छैन। नेपालमा धेरै ठुला अग्रज नेताहरू हुनुहुन्छ अनि युवा नेताहरू पनि हुनुहुन्छ। मैले चाहिँ कुनै पनि नेतालाई खराब देख्ने गरेको छैन। किन भन्दा नेता त हामीले चुनेर हामीले आफ्नो मताधिकार प्रयोग गरेर बनाइदिएको नेता हो नि। अनि हामी चाहिँ मताधिकार प्रयोग गर्ने बेलामा चाहिँ उनै नेतालाई अथवा त्यही नेतालाई हामीले आफ्नो मताधिकार प्रयोग गर्ने, मत प्रयोग गर्ने, अनि पछि मत हालिसकेपछि फलानु बेठिक अथवा एभ्रिथिङ है। म यो कुरालाई विश्वास गर्दिनँ। किन भन्दा नेता गलत छैन, नेता बेठिक होइन, गलत त जनता नै छ भन्ने मलाई लाग्छ। किन भन्दा यदि जसलाई गलत देख्छौँ हामीले, त्यो नेतालाई हामीले नचुनिदिएको भए आज गलत थियो भन्ने बाटो आउँदैन थियो नि। त्यस अर्थमा चाहिँ हामी आफै गलत हो कि अथवा जनता गलत हो कि भन्ने चाहिँ मेरो बुझाइ छ, मेरो व्यक्तिगत बुझाइ हो फेरि यो। त्यसर्थ म भन्न चाहन्छु, अब हामीले फागुन 21 मा सही नेता, सही व्यक्ति चुन्ने बेला आएको छ। जुन चाहिँ अब हामीले त्यो हिजोको जस्तो आफ्नो मताधिकार प्रयोग गर्ने बेलामा चाहिँ मत दिने अनि पछि आएर फलानो चिलानो भनेर ब्याकबाइटिङ गर्ने दिनलाई दोहोरिन नदिउँ। किन भन्दा अब हामी सुध्रिनुपर्छ, नेता होइन, जनता सुध्रिन आवश्यक छ। प्रत्येक जनता सुध्रियो भने सुध्रिएको नेता अवश्य आउनेछ, जसले गर्दा समग्र मुलुकलाई समुन्नतको बाटोमा समृद्धिशील राष्ट्र बनाउने कुरामा कुनै कसर रहँदैन भन्ने हामी आम मानिसको बुझाइ छ अथवा मेरो पनि बुझाइ छ। र मैले भन्न चाहन्छु, बिचमा हाम्रो राजनीतिक उतार चढावहरू धेरै आए यो मुलुकमा। गत भाद्र 23-24 गतेको एकदमै फर्स्ट टाइपको जेन्जी आन्दोलन, जसले चाहिँ यो देशको शासन सत्ता नै परिवर्तन गर्न सफल भयो, जुन चाहिँ विश्व राजनीतिक इतिहासमा हेर्ने हो भने यो देश दुनियाँमा, विदेश दुनियाँमा कहीँ पनि भएको छैन, जहाँ चाहिँ 24-25 घन्टामा नेपालमा चाहिँ शासन सत्ता नै परिवर्तन गर्न सक्यो जेन्जी आन्दोलनले, भदौ 23-24 को एउटा विद्रोहले। तसर्थ म भन्न चाहन्छु, अबको फागुन 21 को आम निर्वाचनले अथवा हामीले चुन्ने व्यक्तिहरू, मानिसहरू, नेताहरू चाहिँ युवा पुस्ता पनि बढी होस्, बाहुल्यता पाओस्, ती जेन्जीको माग सम्बोधन होस्, ती जेन्जीहरू पनि धेरै रूपमा यो देशको नेतृत्वमा पुगेको हेर्न पाऊँ। अहिलेसम्म हामीले केही व्यक्तिहरू चाहिँ देखिरहेका छौँ, तर जति मकसद थियो जेन्जी आन्दोलनको, त्यो मकसद कति पुरा भयो वा भएन भन्ने कुरा त जनताले मूल्याङ्कन गरिरहेकै छ, अथवा अन्य हाम्रा राजनीतिक दलका नेताहरूले पनि मूल्याङ्कन गरिरहनु भएको छ, अनि अथवा ती जेन्जीहरूले पनि अहिले मूल्याङ्कन गरिरहनु भएको छ भन्ने मैले बुझ्छु। र जाँदा भन्न चाहन्छु, हामी अब
राष्ट्रका निम्ति, नेपाली जनताका निम्ति र हामी आम मानिसका निम्ति पनि यो फागुन 21 चाहिँ एउटा सच्चिने बेला छ अथवा सच्याउने बेला छ। त्यस अर्थमा यसको भरपुर भरमग्दुर यसलाई हामीले प्रयोग गरौँ, जसले गर्दा यो देशको समुन्नत, यो देशको समृद्धिमय, यो देशको गतिशील, जहाँ जाँदा पनि सर्वसम्पन्न होस् हाम्रो देश भनेर हामीले भन्ने दिन चाहिँ हामीले फागुन 21 गते चुनौँ र हामीले चुन्ने नेताले यो देशलाई बनाउन सफल हुन् र हिजोका भएका गल्ती कमजोरीहरू हामीभित्र जनतामा पनि छ, जनताले पनि सच्याउँ र हामीले चुन्ने व्यक्तिहरूले पनि अब सच्चिन आवश्यक छ, जसले गर्दा यो मुलुकलाई नै फाइदा गर्नेछ, आम 3 करोडलाई फाइदा गर्नेछ भन्ने यति सन्देश प्रवाह गर्दै र तपाईँ सबैलाई फेरि म भन्न चाहन्छु, यो देश हामी सबैको देश हो। यो देशलाई बचाउन हामी 3 करोड जनता नेपाली भनेर गर्वान्वित फिल गर्नका निम्ति हामीले पहिला सुरु यो देशलाई बचाउन आवश्यक छ। देश बचाउन हामी सबैको कर्तव्य हो। त्यसर्थमा पहिला देश अनि हामी आम नेपाली जनता अब एकीकृत हुनुको विकल्प छैन। सदा यो देशका निम्ति एकीकृत र एकताबद्ध भएर लडौँ। यसैमा हामी सबैको भविष्य सुनिश्चित छ, यसैमा हामी सबैको सर्वहित छ भन्दै यसलाई बिदा हुन चाहन्छु। तपाईँ सबैको जय होस्, हामी आम नेपालीको जय होस्, सदा सर्वदा आम नेपाल र नेपालीको जय होस्। हामी पशुपतिनाथको देश, गौतम बुद्ध जन्मिएको देश अनि सीता र भृकुटी जन्मिएको देश भनेर गर्वका साथै आम नेपाली भनेर सदा सर्वदा गर्व गर्न सकोस्। जय देश, जय जनता, जय हामी। नमस्कार।